हरे कृष्ण। राधे राधे दर्शकबिन नमस्कार। दर्शकबिन प्रस्तुत छ आजको राशिफल। आज मिति विक्रम सम्वत 2082 साल कार्तिक 11 गते मङ्गलबारको दिन आज। तदनुसार अङ्ग्रेजी 28 अक्टोबर 2025 आज। आज कार्तिक शुक्ल पक्ष सप्तमी तिथि। आउनुहोस् ढिला नगरी आजको राशिफलको तर्फ अघि बढौँ। राशिचक्रको पहिलो राशि मेष राशि। आज घरको वातावरण धेरै नै शान्त रहनेछ। विद्यार्थीहरूले आफ्नो पढाइमा तीव्र ध्यान केन्द्रित गर्न सक्छन् आज। बच्चाहरूबाट राम्रो समाचार प्राप्त हुने सम्भावना छ आज। सबै कार्यहरू समयमै सम्पन्न हुनेछन् आज। व्यवसायमा प्रमुख सम्झौता र अर्डर प्राप्त हुने प्रबल सम्भावना भइरहेको छ। वृष राशि। आज तपाईँको भौतिक सुख सुविधा बढ्नेछ। आज तपाईँको मन अस्थिर रहनेछ। व्यापारमा ग्राहक वृद्धि हुने प्रबल सम्भावना छ र तपाईँले शुभ कार्यहरूमा धेरै पैसा खर्च गर्न सक्नुहुन्छ आज। तपाईँ कलाप्रति आकर्षित हुनुहुनेछ। रोकिएका परियोजनाहरू आज पुनः सुरु हुनेछन् आज। मिथुन राशि। आज तपाईँले आफ्नो जीवनसाथीसँग अद्भुत अद्भुत क्षणहरूको आनन्द लिनुहुनेछ। तपाईँको हाकिमले तपाईँको पदोन्नतिको बारेमा छलफल गर्न सक्नुहुन्छ आज। अचानक जागिर स्थानान्तरण हुने सम्भावना छ। कार्यालयको वातावरण अलि कठोर रहन सक्छ। विद्यार्थीहरूले आफ्नो शिक्षामा केही अवरोधहरूको सामना गर्नुपर्ने हुन सक्छ आज। कर्कट राशि। आज तपाईँको सहकर्मीहरूसँग नराम्रो परिस्थिति उत्पन्न हुन सक्छ आज। परिवारको सदस्यहरूसँग झगडा हुन सक्छ। अनैतिक माध्यमबाट पैसा कमाउने प्रयास नगर्नुहोला आज। कुराकानी गर्दा उपयुक्त शब्दहरू प्रयोग गर्नुहोला। धार्मिक यात्रामा केही कठिनाइहरूको सामना गर्नुपर्नेछ तपाईँले। सिंह राशि। आज तपाईँले आफ्नो जीवनसाथीसँग गुणस्तरीय समय बिताउन सक्नुहुन्छ। आफ्नो कडा परिश्रमको प्रतिफल पाउनाले तपाईँको आत्मविश्वास अझै धेरै बढ्नेछ। आफ्ना वरिष्ठहरूसँग राम्रो सम्बन्ध कायम राख्नुहोला आज। तपाईँले आफ्नो काम कुनै न कुनै रूपमा सम्पन्न गर्न सक्नुहुनेछ आज। कन्या राशि। आज तपाईँले ठुला व्यापारिक सम्झौताहरू प्राप्त गर्न सक्नुहुन्छ आज। तपाईँले निश्चित रूपमा एक्लै समय बिताउनु उचित रहनेछ आज। तपाईँले आफ्नो बुबालाई उहाँको काममा सहयोग गर्न सक्नुहुन्छ। लामो समयदेखि रोकिएको काम आज सम्पन्न हुन सक्छ आज। तुला राशि। आज कार्यालयको वातावरण धेरै नै शान्त र सहयोगी रहनेछ। अरूको सल्लाहमा धेरै भर नपर्नुहोला। आज मानिसहरूले तपाईँको सल्लाहबाट लाभ उठाउनेछन्। व्यवसायमा तपाईँले आफ्नो व्यवस्थापन सुधार गर्नुपर्नेछ। तपाईँले अनलाइन किनमेलमा छुट पाउन सक्नुहुन्छ आज। वृश्चिक राशि। आज वैवाहिक सम्बन्धमा क्लेश उत्पन्न हुन सक्छ। कामको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। तपाईँको मन भ्रमले भरिएको हुनेछ आज। रिसाएर प्रतिक्रिया दिनबाट बच्नुहोला आज। तपाईँ परिवारसँग खाना खान कतै बाहिर जान सक्नुहुन्छ। प्राविधिक शिक्षा प्राप्त गरिरहेका विद्यार्थीहरूले आफ्नो अध्ययनमा कठिनाइहरूको सामना गर्नुपर्नेछ आज। धनुराशि। आज नयाँ काममा तपाईँको रुचि बढ्नेछ। सरकारी अधिकारीहरूले पदोन्नति पाउन सक्नुहुन्छ आज। बेरोजगार व्यक्तिहरूले प्रयास गरेमा जागिर पाउन सक्नुहुन्छ आज। वैवाहिक सम्बन्धमा माया बढ्नेछ। परिवारभित्र एकताको वातावरण रहनेछ। घर जग्गामा लगानी गर्दा आज तपाईँलाई फाइदा हुनेछ। मकर राशि। आज सरकारी सेवामा रहेकाहरूले केही कठिनाइहरूको सामना गर्नुपर्नेछ। आज तपाईँलाई ग्यास र कब्जियतको समस्या हुन सक्छ। आफ्ना बच्चाहरूको स्वास्थ्यको ख्याल राख्नुहोला। आफ्नो उपलब्धिहरूमा अत्याधिक गर्व नगर्नुहोला। महिलाहरूले किनमेल गर्दा सावधानी अपनाउनुपर्छ आज, नत्र घाटा हुन सक्छ। कुम्भ राशि। आज तपाईँको कामको विश्वव्यापी रूपमा प्रशंसा हुनेछ। आज मान्छेहरूसँग नम्र व्यवहार कायम राख्नुहोला आज। व्यावसायिक समस्याहरू समाधान हुनेछन्। तपाईँले अनुभवी व्यक्तिहरूबाट मार्गदर्शन प्राप्त गर्नुहुनेछ। तपाईँले प्रियजनहरूसँग रमाइलो समय बिताउन सक्नुहुन्छ आज। मीन राशि। आज तपाईँले कसैसँग झुटो नबोल्नुहोला। तपाईँको खुट्टा सुन्निने र दुख्ने समस्या हुन सक्छ आज। साना कुराहरूलाई व्यवस्था नगर्नुहोला आज। आफ्नो गल्तीहरू ढाकछोप गर्ने प्रयास नगर्नुहोला। अदालती मुद्दाहरूमा केही कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ आज। तपाईँ घरायसी सामानहरू किनमेल गर्न मार्केट जान सक्नुहुन्छ आज। आजको राशिफल यतिमै सकियो आशा गर्दछु। यदि हजुरहरूलाई भिडियो मन पऱ्यो भने जति सक्नुहुन्छ भिडियोमा लाइक, कमेन्ट, सेयर अवश्य गरिदिनुहोला र हजुरहरू कुन ठाउँबाट यस भिडियोलाई हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर टक्क लेख्न नबिर्सिनुहोला। हरे कृष्ण, राधे राधे। आजको दिन हजुरहरू सबैजनाको लागि शुभ र मङ्गलमय रहोस्। हरे कृष्ण, राधे राधे।